त भन्दिनँ, यो 5 वर्षमा देश बन्दैछ, बन्ने भयो। अब विदेश भएका साथीहरू सबै देश फर्कियो है भन्ने वातावरण हामीले सिर्जना गर्नै पर्छ। त्यसको लागि हामी तत्पर भएर तपाईँहरूको माझमा आइपुगिसकेका छौँ। यो निकै लामो चुनाव प्रचार प्रसारको अवधिभर मैले यहाँहरूसँग मेरा धेरै कुराहरू राखेँ। धेरै कुराहरू तपाईँहरूले पनि मसँग राख्नु भएको छ। चितवनमा धेरै छन् हामीले यहाँ समाधान गर्नुपर्ने कुराहरू। जति मैले यहाँ समस्या देखेको छु त्यति नै सम्भावनाहरू, त्यति नै समाधानका सम्भावनाहरू पनि मैले देखेको छु। आजको दिनसम्म समस्यालाई मात्रै राष्ट्रिय राजनीतिमा एउटा भोट ब्याङ्कको रूपमा मात्रै प्रयोग गर्ने प्रवृत्ति हामीले देखिराखेका हौँ। अब यो पटक ती समस्याहरूलाई समाधान गरेर निर्णायक बिन्दुमा पुर्याएर बदल्ने सङ्कल्प हामीले गर्नै पर्छ। त्यसको लागि हामी तयार भएर तपाईँहरूको माझमा आएका छौँ। चितवन लगभग देशको मध्य भागमा पर्छ। यो मध्य भागमा जे परिवर्तन आउँछ यो मध्य भागले वरिपरि पनि त्यही सन्देश दिन्छ र देशैव्यापी रूपमा एउटा घन्टीमय वातावरण बन्दै जान्छ। चितवन भनेको न्याय, समानता, समतालाई विश्वास गर्ने जिल्ला हो भन्न म रुचाउँछु। किनभने यही ठाउँ हो जहाँ मेरो सभापतिलाई अप्ठ्यारो पर्दाखेरि र राज्यले प्रतिशोध सान्दाखेरि हामी छौँ, चितवनको जनता छ भनेको भूमि यही नै हो। त्यो थलो यही नै हो। समताको पक्षमा, न्यायको पक्षमा लडाइँ लड्ने जिल्ला हो चितवन। त्यसकारणले म यहाँहरूसँग अत्यन्तै धेरै आशावादी हुँदै र तपाईँहरूलाई अबको भोलिबाट मौन अवधि सुरु हुन्छ। आफ्ना नातागोता इष्टमित्र जति हुनुहुन्छ तपाईँहरूको छरछिमेकी सबैजनालाई यो पटक चाहिँ परिवर्तनको पक्षमा है भनेर भन्नुहुन जिम्मा दिँदै म तपाईँहरूलाई यति आग्रह गर्दै म मेरा भनाइहरू यही टुङ्ग्याउन चाहन्छु। हवस् त, नमस्कार, जय घन्टी।